स्वागत छ साथीहरु। आजको भिडियोमा हामी अब पाइथन प्रोग्रामिङको डे 3 अन्तर्गत छौं र डेटा टाइप्सको बारेमा आज पढ्ने छौं। यहाँ भन्दा अगाडिको भिडियोमा चाहिँ पाइथनलाई इन्स्टल गर्ने, इन्भाइरोमेन्टमा कसरी इन्स्टल गर्ने र त्यसपछि तपाईको कम्प्युटरमा चाहिँ त्यसलाई इन्स्टल गरिसकेपछि हेलो वर्ल्ड प्रोग्राम पनि लेखेका थियौं र त्यसपछि चाहिँ पाइथनको कोडहरु लेखिरहेका थियौं। भनेपछि अब चाहिँ आजको यो भिडियोमा चाहिँ तपाईले डेटा टाइप्सको बारेमा पढ्न पाउनुहुनेछ। र यसमा चाहिँ पाइथनमा डिफरेन्ट डेटा टाइप्सहरु हुन्छन् र पाइथनका तिनी डेटा टाइप्सहरुको बारेमा एक थ्योरेटिकल र प्र्याक्टिकल रूपमा चाहिँ हामीले हेर्ने छौं। सबैभन्दा पहिला चाहिँ म एउटा सुरुमा हामी के गरौँ त भन्दाखेरि एउटा चाहिँ यसलाई थ्योरेटिकली रूपमा चाहिँ हेरौं। थ्योरेटिकलमा पहिला हेरेपछि अनि त्यसपछि तपाईले बुझ्नु भयो भने अनि कोड लेख्न पनि सजिलो हुन्छ र कोड लेखिसकेपछि के रहेछ भन्ने कुरो पनि सजिलैसँग तपाईलाई थाहा हुन्छ। त्यही भएर चाहिँ थोरै भए पनि सुरुमा थ्योरेटिकल पार्टहरु हेर्नुपर्ने हुन्छ। र आज चाहिँ अन्डरस्ट्यान्डिङ डेटा टाइप्स भन्ने चाहिँ यो टपिकमा कुराकानी गर्ने छौं र डेटा टाइप्सको बारेमा जान्ने छौं। त्यसै सबैभन्दा पहिला के छ त भन्दाखेरि पाइथनमा डेटा टाइप्स नम्बर्सको बारेमा कुरा गरिएको छ। नम्बर्स भनेको चाहिँ के रहेछ त नम्बर्स एनी नम्बर्स यु इन्टर इन पाइथन विल बी इन्टरप्रेटेड एज अ नम्बर भनेको छ। अब तपाईले चाहिँ पाइथनमा जस्तो पनि नम्बरहरु इन्टर गर्नुहुन्छ हाल्नुहुन्छ त्यो सबै के हुन्छ त भन्दाखेरि नम्बरको रूपमा लिन्छ। अनि अर्को के भनेको छ भन्दाखेरि यु आर नट रिक्वायर्ड टु डिक्लेयर व्हाट काइन्ड्स अफ डेटा टाइप्स यु आर इन्टरिङ भनेको छ। अब यसमा चाहिँ के भन्दाखेरि पाइथनमा तपाईले कस्तो डेटा टाइप्स हाल्नुभयो भनेर डिक्लेयर गर्नु पर्दैन। जस्तो सी प्रोग्रामिङमा, जाभामा, सी प्लस प्लसहरुमा चाहिँ इन्टिजर भनेपछि इन्ट, फ्लोट भनेपछि फ्लोट, स्ट्रिङ भनेपछि स्ट्रिङ भनेर डिफाइन गर्नु पर्थ्यो डेटा टाइप्स भनेपछि। अब पाइथनमा चाहिँ त्यस्तो केही पनि पर्दैन र पाइथन विल कन्सिडर एज नम्बर रिटन विदाउट डेसिमल एज एन इन्टिजर। डेसिमल बिना लेखेपछि इन्टिजर लिन्छ र त्यस्तै गरेर चाहिँ डेसिमल सँग लेख्नु भयो भने चाहिँ यसलाई चाहिँ के को रूपमा लिने हो त फ्लोटको रूपमा लिने हो। र सबैभन्दा पहिला चाहिँ हेरौं अब इन्टिजरको कुरा। अब लाइक इन म्याथ इन्टिजर इन कम्प्युटर प्रोग्रामिङ आर होल नम्बर्स आर दैट क्यान बी पोजिटिभ, नेगेटिभ और जीरो। पोजिटिभ, नेगेटिभ र जीरो चाहिँ के रहेछन् त इन्टिजर रहेछन्। म्याथमा हुने सबै यिनी चाहिँ 0 देखि लगेर चाहिँ तपाईको पोजिटिभ नम्बर अथवा नेगेटिभ नम्बर यसलाई चाहिँ के भनिँदो रहेछ त इन्टिजर भनिन्छ। अब त्यस्तै वी क्यान प्रिन्ट आउट एन इन्टिजर इन अ सिम्पल वे लाइक दिस भनेको छ है। अब यसले चाहिँ यसरी चाहिँ प्रिन्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ यसलाई चाहिँ प्र्याक्टिकली एकचोटी हेर्न पनि सकियो। अब के गरौँ त भन्दाखेरि सबैभन्दा पहिला त हामीले के गर्नुपर्ने भयो त हाम्रो सबैभन्दा पहिला एउटा फोल्डरमा जानु पर्यो। मेरो फोल्डर चाहिँ हामीले हिजो बनाएको फोल्डर थियो पाइथन कोर्स भन्ने। म यसमा गर्छु पाइथन कोर्समा चाहिँ के गर्छु सीएमडी यसको पाथलाई सिलेक्ट गरेर सीएमडी लेख्छु। सीएमडी हाकिसकेपछि सीओडी कोड स्पेस डट गरेपछि तपाईको सिधै भीएस कोड खुल्छ र हामीले पाइथनको प्रोग्रामिङ जति पनि कोड लेखेको छौं त्यो भीएस कोडमा लेख्ने कुरा गरेको थियौं। अब भनेपछि सुरुमा चाहिँ के गर्नु पर्ला त यसमा एउटा फाइल क्रिएट गर्नु पर्ला। फाइल क्रिएट गर्दाखेरि कस्तो हामीले के गरौँ त भन्दाखेरि डेटा pyps टाइप्स डट py भन्ने हाम्रो एक्सटेन्सन हुन्छ पाइथनमा र यसलाई चाहिँ इन्टर गर्यो भने चाहिँ एउटा फाइल जेनेरेट भयो। र फाइलमा चाहिँ अब हामीले के लेख्नु पर्ने हुन्छ त यहाँ सबैभन्दा पहिला चाहिँ अब के गर्ने भने तिमी त भन्दाखेरि प्रिन्ट -5 -25 गर्यौं भनेपछि यो के भयो त एउटा इन्टिजर चाहिँ प्रिन्ट होला। र यसलाई रन गर्ने तरिका के गरेका थियौं हामीले टर्मिनल खोल्ने र टर्मिनलमा चाहिँ यसलाई पाइथन सबैभन्दा पहिला त पाइथनको कोड हो त्यसैले पाइथन यसको कमान्ड भयो र त्यसपछि चाहिँ के गर्ने डेटा टाइप्स pyps डट py भनेर हामीले चाहिँ इन्टर गर्यौं भने चाहिँ -25 यो जस्ताको जस्तै आछ। अब चाहिँ अब के रहेछ त भन्दाखेरि पाइथनमा डेटा टाइप्सहरु पनि सेम तरिकाले चाहिँ गर्नुपर्ने चाहिँ यसमा डिफाइन गर्न पनि नपर्ने रहेछ। अर्को कुरा के भनेछ वी क्यान डिक्लेयर अ भेरिएबल विच इज इन दिस केस इज एसेन्शियल ए सिम्बल अफ द नम्बर वी आर युजिङ अर म्यानिपुलेटिङ लाइक सो। अब चाहिँ यसरी चाहिँ भेरिएबलमा पनि के गर्न पर्ने रहेछ त नम्बरहरु राखेर पनि भेरिएबल राखेर पनि यसरी नम्बरहरुलाई चाहिँ काम गर्न सकिने रहेछ है। अब त्यस्तै सेम तरिकाले हामीले यहाँ पनि गरौँ। जस्तो माइ इन्ट भन्ने छ माइ इन्ट भन्ने थियो भने चाहिँ हाम्रो चाहिँ के गर्नु पर्यो -25 गर्यौं भनेपछि यो के भयो त यो सिधै अब प्रिन्ट माइनस गर्यौं भनेपछि अब यो के होला त अब यहाँ एउटा नयाँ कुरा छ है। अब यहाँनिर हेर्नुभयो भनेपछि चाहिँ माइ इन्ट भन्ने चाहिँ प्रिन्ट गर्यौं यो भेरिएबललाई र अब चाहिँ यो कस्तो टाइप्सको डेटा टाइप्स रहेछ भनेर पनि पाइथनमा हेर्न सकिन्छ है। त्यस्तै यहाँ भन्दा पहिलाको के थियो त भन्दाखेरि डाइरेक्ट प्रिन्ट भइरहेको थियो यो के हो भन्ने कुरो थाहा थिएन। अब चाहिँ यो प्रिन्ट माइ इन्ट भन्ने जुन भेरिएबललाई प्रिन्ट गर्यो भनेपछि त्यो भेरिएबलको भ्यालु प्रिन्ट होला। अब यसपछि यसमा चाहिँ टाइप भन्ने फंक्सन छ एउटा बिल्ट इन फंक्सन यो पाइथनको यो युज गरेपछि के होला त यसलाई प्रिन्ट गरेपछि यसको टाइप्स थाहा होला है।
अब म पनि सेम तरिकाले चाहिँ यसले रन गर्छु पाइथन डेटा टाइप्स डट पाई भनेर इन्टर गरेपछि के हो त सुरुमा -25 यो प्रिन्ट भयो त्यसपछि माइन्ट भनेर चाहिँ यो -25 प्रिन्ट भयो र त्यसपछि चाहिँ यसको टाइप्स क्लास भनेको छ क्लास के टाइप्सको रहेछ त भन्दाखेरि इन्टिजर टाइप्सको हो भनेर यहाँ देखियो है अब त्यस्तै माइ फ्लट अब फ्लटको कुरा गरेछ फ्लट इज इक्वल टु अब त्यस्तै इन्टर गरेँ मैले र त्यस्तै प्रिन्ट टाइप एज माइ फ्लटलाई अब गरेपछि यसलाई हामीले पहिला कमेन्ट गरिदिउँ माथिकोलाई है यहाँ कमेन्ट गर्नलाई चाहिँ के छ त भन्दाखेरि यहाँ सजिलैसँग तपाईँले सिलेक्ट गरेर कन्ट्रोलसँग यो ब्याक स्ल्यास होला यो जुन व्हाइटको चिन्ह हुन्छ कम्प्युटरमा चाहिँ की होला यो क्लिक गर्नुभयो भने चाहिँ तपाईँको सजिलैसँग के हुन्छ बन्छ यो पनि सेम तरिकाले माइ फ्लट इक्वल टु माइ इन्टलाई नराखौँ यसमा चाहिँ के राखिदिउँ त भन्दाखेरि एउटा फ्लट माइ फ्लट इक्वल टु फ्लट भनेर एउटा के गरौँ माइ फ्लट माइ इन्ट भयो यो माइ यहाँ चाहिँ फ्लटलाई राखौँ फ्लट भनेर राखिदिउँ र त्यसपछि -25 पनि नराखौँ 25.0 राखौँ र अब चाहिँ यसपछि यहाँ चाहिँ भेरिएबल असाइन गरिदिउँ है अब यो चाहिँ के भयो त भन्दाखेरि माइ फ्लोट इक्वल टु माइ फ्लोट फ्लोटमा यो यसपछि हामीले यसलाई पनि एकचोटि डिलिट गरौँ सबैभन्दा पहिला यो हेरौँ त्यसपछि बाँकी कुरा आउँछ है ल अब माइ फ्लोट भनेपछि 25.0 भनेपछि के रहेछ त यो डेसिमल भएको चाहिँ के होला त फ्लोट होला है अब मैले चाहिँ यसलाई पहिला CLS गरेर स्क्रिनलाई हटाउँछु र त्यसपछि के गर्छु सबैभन्दा पहिलाको वाला जुन चाहिँ पाइथन डेटा टाइप्स डट पाई भन्ने थियो त्यसलाई चाहिँ इन्टर गरेर चाहिँ अब हेर्नुहोस् त 25.0 यो यसरी आयो किनकि यो त्यसको भ्यालु प्रिन्ट भइराखेको छ र त्यसपछि क्लास भनेर चाहिँ यसको फ्लट यो कस्तो टाइप्सको डेटा टाइप्स हो भनेर सजिलैसँग आइरहेछ भनेपछि डेटा टाइप्स के रहेछ त भनेर हेर्नलाई एउटा के रहेछ त्यो टाइप भन्ने फङ्सन युज गरिने रहेछ अब यहाँ हेरौँ अब त्यस्तै यहाँ म्याथ पनि गर्न सकिन्छ इन्टिजरमा भनेर छ वी क्यान डु म्याथ विथ इन्टिजर इन पाइथन भनेर चाहिँ अब जस्तो इन्ट एन्सर भनेर चाहिँ भने त्यति गरेपछि यो क्लिक गरेपछि के होला त यसको एन्सर आउला यसको सजिलैसँग तपाईँले बुझ्न पनि सक्नुहुन्छ है यो वाला जुन छ यसमा यसको कुरा गरेको हो अब फ्लोटिङ पोइन्ट नम्बर्स भनेको छ फ्लोटिङको अघि पनि हेरिसकेका छौँ हामीले अब यहाँ पनि हेरौँ फ्लोटिङ पोइन्ट नम्बर अर अ फ्लोट इज अ रियल नम्बर अरे मिनिङ इट क्यान बी आइदर अ ऱ्यासनल इरेसनल पनि हुनसक्छ डेसिमल हुनसक्छ बिकज अफ दिस फ्लोटिङ पोइन्ट नम्बर्स क्यान बी नम्बर द्याट क्यान कन्टेन अ fractional part such as 9.0 होला -116.42 simply speaking भने चाहिँ for the purpose of thinking of float in a Python program it is the number that contain decimal point अब decimal point जुन छ त्यसलाई चाहिँ फ्लट हो भन्ने बुझ्नु पर्यो अघि नै हामीले कुरा गरिसकेका छौँ फ्लट भनेपछि के गरिन्छ यसरी प्रिन्ट गरेका थियौँ माइ फ्लट भनेर चाहिँ प्रिन्ट गरेपछि के आइरहेको थियो फ्लटमा आइरहेको थियो सेम तरिकाले म्याथ पनि गर्न सकियो यसरी एड गर्न पनि सकियो म्याथको र त्यस्तै बुलियन भनेको छ बुलियन भन्दा बित्तिकै अब के गर्नु पर्ला त ट्रु र फल्सको कुरा होला द बुलियन डेटा टाइप्स क्यान बी अन अफ टु भ्यालुज भनेको छ है दुईटा भ्यालुज अरे आइदर ट्रु अर फल्स ट्रु हुन सक्छ र फल्स हुन सक्छ भनेपछि अब बुलियन्स आर युज टु रिप्रेजेन्ट ट्रुथ भ्यालुज अरे द्याट आर एसोसिएटेड विथ द लजिकल ब्रान्च अफ म्याथमेटिक्स अब म्याथमेटिक्सको लजिकल ब्रान्चमा चाहिँ एसोसिएट हुन्छ जुन चाहिँ ग्रेटर हो स्मल हो भनेर हामीले जुन पत्ता लगाउनु पर्ने केसहरू हुनसक्छ त्यस्तो केसमा चाहिँ के हुनसक्छ त यो युज हुनसक्छ बुलियन भ्यालुजहरू है अब ग्रेटर देन अब त्यसपछि जस्तो यसरी 5 यसरी चाहिँ यो जस्तो 5 ग्रेटर देन 100 भनेपछि यो के होला 500 ग्रेटर देन 100 भनेपछि के होला त यहाँ ट्रु होला त्यस्तै 1 ग्रेटर देन 5 भनेपछि के होला त फल्स होला किनकि 1 5 भन्दा सानो अब त्यस्तै लेस देनको कुरा छ इक्वलको कुरा छ अब यहाँ यसरी चाहिँ गरे यो माई बुल भन्ने बनाएको छ भेरिएबल अब यसलाई चाहिँ प्र्याक्टिकल रूपमा पनि हेर्न सक्यो है यसलाई मैले कमेन्ट गरिदिन्छु र फेरि नयाँ बनाऊँ माई बुलियन भनेर चाहिँ बनाएको छ 5 ग्रेटर देन 10 भनेको छ अब यसलाई 10 भन्दा पनि पहिला सुरुमै के गरौँ 10 ग्रेटर देन 5 भनेर बनाऊ र त्यसपछि प्रिन्ट गरिदिउँ कसलाई त माई बुल भन्नेलाई चाहिँ प्रिन्ट गरेको छ यो माई बुलियन भन्नेलाई है अब सेम तरिकाले यसलाई पनि रन गरौँ हेरौँ के छ अब भने चाहिँ ट्रु भनेर आएको छ किनकि 10 5 भन्दा ठुलो हो त्यही भएर ट्रु आयो अब त्यस्तै अब टाइपमा पनि क्लिक गऱ्यौँ भनेपछि यसरी हेर्न सकिन्छ कि तपाईँको के रहेछ त भन्दा टाइप पनि पत्ता लगाउन सकियो है के छ टाइप्स भनेर अब यसरी हेर्नुहोस् त बुलियन भन्ने रहेछ BOOL भन्ने छ यो बुलियन टाइप्सको डेटा टाइप्स रहेछ अब ट्रु फल्स यस्तै नै हुने हो बुलियनको पनि सेम तरिकाले हो यसमा धेरै त्यति छुट्टै टाइम दिनुपर्ने केही पनि छैन सजिलैसँग बुझ्न सकिन्छ
है। अब स्ट्रिङको कुरा गरेको छ है। अब स्ट्रिङ चाहिँ अलि बढी बुझ्नुपर्ने हुन्छ तपाईले। अ स्ट्रिङ इज अ सिक्वेन्स अफ वन अर मोर क्यारेक्टर अरे। अब एउटा भन्दा बढी क्यारेक्टरको के हुन्छ सिक्वेन्सलाई के भनिँदो रहेछ त स्ट्रिङ। कुनै लेटर होला, नम्बर्स होला, अर्थात् सिम्बल्स हुन्छ। द्याट क्यान बी आइदर अ कन्स्टेन्ट अर अ भेरिएबल। कुनै कन्स्टेन्ट पनि हुन सक्छ अर्थात् भेरिएबल हुन सक्छ। अब त्यस्तै के भनेको छ त स्ट्रिङ्स एक्जिस्ट विदिन आइदर सिंगल कोट्स अर डबल कोट्स। स्ट्रिङ चाहिँ केमा पनि हुन सक्छ, सिंगल कोटमा पनि हुन सक्यो र डबल कोट्समा पनि भएपछि यसलाई चाहिँ के गर्दो रहेछ पाइथनमा स्ट्रिङ मान्ने रहेछ। सो टु क्रिएट अ स्ट्रिङ इन्क्लुड द सिक्वेन्स अफ क्यारेक्टर इन कोट्स। अब स्ट्रिङ क्रिएट गर्नलाई चाहिँ सिक्वेन्स अफ क्यारेक्टरहरूलाई चाहिँ केमा गर्नुपर्ने रहेछ त कोट्समा बन्द गरेपछि के हुने रहेछ त त्यो स्ट्रिङ हुने रहेछ। अब यसलाई पनि हेरौँ ल। स्ट्रिङलाई पनि हेरौँ। माई स्ट्रिङ str भन्ने छ, जस्तै हेलो वर्ल्ड भन्ने छ है। अब यो चाहिँ के रहेछ प्रिन्ट भयो। यसलाई चाहिँ प्रिन्ट गरिदिउँ र त्यसपछि माई स्ट्रिङ भनेपछि यो स्ट्रिङ अब पहिला चाहिँ हेरौँ प्रिन्ट टाइप माई स्ट्रिङ। अब एकचोटि यसको आउटपुट पनि हेरौँ र अनि थाहा पनि हुन्छ। ल अब यहाँ हेर्नुहोस् त एकचोटि हेलो वर्ल्ड भनेपछि के रहेछ त हेलो वर्ल्ड भनेर केमा राखेको छ त यो सिक्वेन्स अफ क्यारेक्टर हो। एक एक गर्दै क्यारेक्टर बनेछ, एउटा स्ट्रिङ बन्यो यतिदेखि यतिसम्म। र यहाँ चाहिँ के गर्यो त भन्दाखेरि माई स्ट्रिङलाई चाहिँ हेर्नुहोस् त डबल कोट्समा राखेको छ भनेपछि यो के रहेछ त डबल कोट्समा राखेपछि के बन्ने रहेछ स्ट्रिङ बन्ने रहेछ पाइथनमा। र प्रिन्ट गरेर त्यो भ्यालुलाई प्रिन्ट गरेपछि के हुने रहेछ त त्यो भेरिएबललाई प्रिन्ट गरेपछि त्यसको भ्यालु देखिने रहेछ। अब जस्तै हेलो माई वर्ल्ड भनेर हेलो वर्ल्ड भनेर जुन देखियो नि त यसमा चाहिँ के भयो त यो जुन डबल कोट्स हटेर आयो भनेपछि यो स्ट्रिङ बन्यो एउटा। र यसमा टाइप हेर्यौँ भने पनि str भनेर देखिएको छ है। अब यसरी चाहिँ के हुन्छ त भन्दाखेरि सबैभन्दा पहिला हामीले के हेर्यौँ इन्टिजर जुन चाहिँ नम्बरको कुरा गरेको थियो त्यसमा, त्यसपछि फ्लोटको कुरा भयो, त्यसपछि गएर अर्को के छ त भन्दा बुलियन भ्यालुको कुरा पनि भयो। र यसरी चाहिँ बुलियन भ्यालुहरू चाहिँ ट्रु अर फल्समा पनि हुन्छ भन्ने कुरा भयो। र अर्को के छ त स्ट्रिङ पनि हामीले हेर्यौँ। र आजलाई हामीले यति नै गरौँ। तपाईले पनि प्र्याक्टिस गर्नु होला डेटा टाइप्सहरूको बारेमा है। यसरी नै सेम छ, मैले स्क्रिनमै छोडिदिएँ अहिले सबै कुराहरू। तपाईले एकचोटि आफ्नो कम्प्युटरमा पनि कन्टिन्यू गर्न सक्नुहुन्छ है। अब यसमा सबैभन्दा पहिला के गर्यौँ त इन्टिजर हेर्यौँ, त्यसपछि गएर इन्टिजरलाई प्रिन्ट, इन्टिजरको टाइप के हो त्यो पनि हेर्यौँ यतिसम्म। यहाँ माथिपट्टि यो जुन छ त्यसपछि फेरि फ्लोटको कुरा गर्यौँ, फ्लोटलाई एउटा कुनै भेरिएबलमा राखेर त्यसलाई प्रिन्ट गरेर फेरि त्यसको टाइप्स हेर्यौँ। त्यस्तै गरेर बुलियनको पनि हेर्यो र अब चाहिँ स्ट्रिङमा पनि हेर्यो। अब स्ट्रिङ भनेपछि के रहेछ त कुनै एउटा सिक्वेन्स अफ क्यारेक्टरको कुरा गरेको छ है। द सिम्पल प्रोग्राम हेलो डेमोन्स्ट्रेट हाउ द स्ट्रिङ क्यान बी युज इन कम्प्युटर प्रोग्रामिङ एज द क्यारेक्टर द्याट मेक द फ्रेज हेलो वर्ल्ड आर द स्ट्रिङ। अब यो चाहिँ के रहेछ त यहाँ पनि सेम कुरा गरेको छ, एउटा स्ट्रिङ रहेछ। अब चाहिँ SW भनेर चाहिँ के इन प्रिन्ट आउट द स्ट्रिङ बाई कलिङ भेरिएबलमा पनि गरेर चाहिँ राखेर के त स्ट्रिङलाई प्रिन्ट गर्न सकिन्छ भन्ने कुरा हो। र यहाँ पनि सेम कुरा छ। र तपाईले यसलाई चाहिँ पहिले प्र्याक्टिस गर्नु होला। यो हाम्रो चाहिँ के छ त भन्दाखेरि डेटा टाइप्स अन्तर्गत हो। अब यहाँभन्दा पछिल्लो भिडियोमा चाहिँ तपाईहरुले लिस्ट, त्यसपछि गएर ट्युपल्स र डिक्सनरिजहरुको बारेमा, यी पनि एउटा डेटा स्ट्रक्चर हो तर यहाँ चाहिँ सुरुमा डेटा टाइप्सले पढ्ने छौं। पछि फेरि यसको बारेमा अझ डिटेलली के हुनेछ त डेटा स्ट्रक्चरको बारेमा पनि तपाईहरुले यिनको बारेमा पढ्न पाउनुहुनेछ। धन्यवाद साथीहरु, आजका लागि हामीले यति नै गरौँ र अर्को भिडियोमा अझ यसको बारेमा बढी पढ्न पाउनुहुनेछ। अर्को भिडियोमा चाहिँ लिस्ट, ट्युपल्स र त्यसैगरी डिक्सनरी डेटा टाइप्सहरुको बारेमा पढ्ने छौं। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। तपाईका केही क्वेशनहरु छन् भनेपछि कमेन्टमा राख्नु होला र चाहिँ हाम्रो च्यानललाई नयाँ हुनुहुन्छ भनेपछि सब्स्क्राइब गर्न नभुल्नु होला। भिडियो अरु साथीहरुलाई पनि शेयर गरेर सपोर्ट गर्नु होला। धन्यवाद।